के चुनावलाई एउटा यस्तो फ्युलको रूपमा हेर्न सकिन्छ जसले क्यापिटल मार्केटलाई रकेटको स्पिडमा लिएर जाओस्? कि त चुनावलाई एउटा यस्तो ट्रिगर पोइन्टको रूपमा हेर्न सकिन्छ जसले फ्युचर र्यालिजहरूको लागि स्ट्रङ बेस क्रिएट गरिदिन्छ? चाहे त्यो स्टक मार्केट होस् या कन्ज्युमर मार्केट, सबै इन्भेस्टर्सको अहिलेको चासोको विषय भनेको चुनावपछि मार्केटले कस्तो रियाक्ट गर्ला। आजको भिडियोमा हामीले नेपालको स्टक मार्केटलाई इलेक्सनको पर्सपेक्टिभबाट एनालाइज गर्दैछौँ। नेप्से इस्टाब्लिस भएदेखि अहिलेसम्मको सबै चुनावमा तत्कालीन मार्केटको बिहेभियरलाई स्टडी गर्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, एकदमै इन्साइटफुल हुनेवाला छ। तपाईलाई पनि केही डिसिजन लिन पक्कै हेल्पफुल हुनेछ भन्ने आशा गरेको छु। 2050 साल पुस 29 गते यो नेप्सेको इस्टाब्लिसमेन्ट डेट थियो। नेप्से इस्टाब्लिस भइसकेपछि नेपालमा आजसम्म जम्मी 6 वटा इलेक्सन्सहरू भएका छन्। आज हामी यो भिडियोमा 6 वटा इलेक्सन्सलाई कभर गर्नेछौँ। पहिलो निर्वाचन रहेको थियो प्रतिनिधि सभा निर्वाचन 2051। 2051 साल कार्तिक 21 गते मङ्गलबारको दिन यो चुनाव भएको थियो। यो समयमा नेपालमा राजतन्त्र थियो। राजा वीरेन्द्रले योभन्दा अगाडिको पार्लियामेन्टलाई प्रिमच्योरली डिजल्भ गराएर यो इलेक्सन गराउनु भएको थियो। चुनावको स्ट्याटिस्टिक्स हामीले यहाँ हेर्न सक्छौँ। नेपाली कम्युनिस्ट पार्टीले 88 सिट लिएर आएको थियो। नेपाली कांग्रेस पार्टीले 83 सिट र नेशनल डेमोक्रेटिक पार्टीले 20 सिट लिएर आएको थियो र चुनाव पश्चात मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनेको थियो। बहुदलीय संसदीय चुनाव मार्फत बनेको एसियाकै पहिलो कम्युनिस्ट सरकार भनेर पनि यो सरकारलाई चिनिन्छ। अब हामीले नेप्सेको कुरा गर्ने हो भने यो टाइम पिरियडमा नेपालको क्यापिटल मार्केट एकदमै अर्ली फेजमा थियो। नेप्से इन्डेक्स करिब 200 देखि 250 को हाराहारीमा रहेको थियो। मार्केट पार्टिसिपेन्ट्सहरू पनि एकदमै लिमिटेड रहेका थिए। त्यसैले यो टाइमलाई प्रपरली एनालाइज गर्नलाई हामीसँग इनफ डेटा नै उपलब्ध छैन। दोस्रो निर्वाचन थियो आम निर्वाचन 2056। राजा वीरेन्द्रले योभन्दा अगाडिको संसदलाई प्रिमच्योरली डिजल्भ गराउँदै जेनरल इलेक्सन अनाउन्स गर्नुभएको थियो। सेक्युरिटी फोर्सेसहरूलाई सबै पोलिङ स्टेसनमा डिप्लोय गर्नलाई लोजिस्टिकल समस्या आएपछि यो इलेक्सन 2 वटा फेजमा गरेर सम्पन्न गरिएको थियो। वैशाख 20 गते सोमबार र जेठ 3 गते सोमबार यो निर्वाचन गरिएको थियो। पहिलो दिनमा 36 वटा जिल्ला र दोस्रो दिनमा 39 वटा जिल्लामा गरेर यो निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनको स्ट्याटिस्टिक्स हामीले यहाँ हेर्न सक्छौँ। पहिलोमा नेपाली कांग्रेस पार्टी 111 सिट, दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी 71 सिट, तेस्रोमा नेशनल डेमोक्रेटिक पार्टी 11 सिट र अन्य पार्टीले 12 सिट ल्याएका थिए। चुनावपछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा सरकार बनेको थियो। अब यो टाइम फ्रेममा नेप्सेको रियाक्सनलाई हेरौँ है त। यो जुन सर्कल गरेको एरिया छ यो भनेको इलेक्सनको टाइम हो। हामीले हेर्न सक्छौँ यो इलेक्सनमा नेप्सेले 31% को एउटा राम्रो स्विङ दिएको छ। हामीले अहिले विकली टाइम फ्रेम हेर्दैछौँ, तर एउटा प्याटर्न के हेर्न सकिन्छ भने जब यो इलेक्सनको टाइम थियो त्योभन्दा केही समय अगाडि नै मार्केटले हायर लोको सिरिज फर्म गर्दै अप ट्रेन्डमा मार्केट थियो। जब चुनाव आयो चुनावले चाहिँ यहाँ एउटा फ्युलको रूपमा एक्ट गरेको छ। पहिलेदेखि कन्टिन्यू भएको मोमेन्टमलाई सपोर्ट गरेको जस्तो हामीले देख्न सक्छौँ र आफ्टर द चुनाव हेर्छौँ भने पनि हामीले मार्केटले कन्टिन्यू हायर लोको सिरिज नै फर्म गरेर लास्टमा 545 मा गएर टप लगाएको हामीले देख्न सक्छौँ। यसरी मार्केटले आफ्नो र्यालीलाई अन्त्य गरेको थियो। लार्जर टाइम फ्रेममा हेर्ने हो भने चुनावलाई एउटा ट्रिगर पोइन्टको रूपमा हामीले हेर्न सक्छौँ, जसले बिफोर चुनाव मात्र नभएर आफ्टर चुनाव पनि मार्केटले आफ्नो र्यालीलाई कन्टिन्यू गर्दै अन्तत यहाँ माथि 545 को पोइन्टमा गएर टप लगाएको हामीले देख्न सक्छौँ। तेस्रो निर्वाचन थियो पहिलो संविधान सभाको निर्वाचन 2064। नेपालमा लगभग 9 वर्षपछि चुनाव हुँदै थियो। नेपालको लागि यो चुनाव एकदमै खास थियो। मेजर पोलिटिकल फोर्सेसहरूको इलेक्ट्रल सिस्टम र राजाको स्टेटस फ्युचरमा के हुन्छ भन्ने कुरामा डिसएग्रिमेन्ट भएर पहिला पनि 2 चोटि पोस्टपोन्ड भइसकेको थियो। 10 वर्षीय जनआन्दोलन पछिको पहिलो निर्वाचन थियो यो। यो संविधान सभाको मुख्य काम भनेको 2 वर्षभित्रमा देशलाई नयाँ संविधान दिनु थियो। हामीले यो निर्वाचनको स्ट्याटिस्टिक्स यहाँ हेर्न सक्छौँ। माओवादीले 220 सिट जितेर लार्जेस्ट पार्टी बनेको थियो भने सेकेन्डमा नेपाली कांग्रेस 110 सिट र थर्डमा एमाले 103 सिट। संविधान सभाको पहिलो मिटिङमै जेठ 15 2065 सालमा 240 वर्ष पुरानो शाह डाइनेस्टीको अफिसियल एन्डिङ भयो र नेपाललाई फेडरल डेमोक्रेटिक रिपब्लिक भनेर डिक्लेयर गरियो। त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्यो। यसरी उहाँ 15 अगस्त 2008 मा रिपब्लिक अफ नेपालको पहिलो प्राइम मिनिस्टर पनि बन्नुभयो।
र यता 21 जुलाई 2008 मा नेपाली कङ्ग्रेसबाट डाक्टर रामवरण यादव नेपालको पहिलो प्रेसिडेन्ट बन्नुभयो। तर अफसोस यो संविधान सभाले आफ्नो मेन गोल संविधान नै बनाउन सकेन। 9 वर्षपछि भइरहेको यो चुनावमा मार्केट स्ट्रङली बुलिश ट्रेन्डमा छ। हामीले हेर्न सक्छौँ यो गोलुलाको एरिया फेरि पनि चुनावको टाइम पिरियड हो। हामीले विकली टाइम फ्रेममै हेर्दैछौँ। चुनावभन्दा अगाडि 34% को करेक्सन मार्केटले देखाएको थियो र चुनाव फेरि पनि एज अ ट्रिगर पोइन्टको रूपमा एक्ट गरेको छ र आफ्टर चुनाव हामीले 67% को र्याली देख्न सक्छौँ मार्केटमा। इन्डेक्समा 67% को र्याली भनेको फेरि पनि धेरै ह्युज र्याली हो। चुनावको यो फाइनल र्यालीले टप लगाउँदै 1175 मा आफ्नो र्यालीलाई सकाएको हामीले देख्न सक्छौँ र त्यसपछि मार्केटले बेरिस ट्रेन्ड समातेको हामीले देख्न सक्छौँ। यहाँ पनि एउटा प्याटर्न के कमन छ भने चुनावभन्दा अगाडि नै मार्केट फेरि पनि हायर लोको सिरिजमा कन्टिन्यू अप ट्रेन्डमा मार्केट छ। एउटा लार्जर करेक्सन हामीले देख्न सक्छौँ 34% को। जब चुनावको टाइम आयो चुनावपछि फेरि एउटा 67% को फाइनल र्याली गराएर मार्केटले 1175 मा टप लगाउँदै यो र्यालीलाई पनि अन्त्य गरेको थियो। चौथो निर्वाचन थियो दोस्रो संविधान सभाको निर्वाचन 2070। 2070 साल मङ्सिर 4 गते मङ्गलबारको दिन 601 सिटको लागि भएको यो निर्वाचनको स्ट्याटिस्टिक्स हामीले यहाँ हेर्न सक्छौँ। टप 3 पार्टिजमा नेपाली कङ्ग्रेस 196 सिट, एमाले 175 सिट र माओवादी 80 सिट सहित आएको थियो। कुनै पनि पार्टीको प्रष्ट बहुमत आएन। त्यसैले नेपाली कङ्ग्रेस र एमाले गठबन्धन गरेर सुशील कोइरालाको नेतृत्वमा सरकार बनाएको थियो। दोस्रो संविधान सभाले आफ्नो लक्ष्य पूरा गर्दै फाइनली संविधान बनायो र यसरी नेपालले 2072 असोज 3 गते आफ्नो नयाँ संविधान पायो। यसले पुरै देशमा एउटा पोजिटिभ सेन्टिमेन्ट लिएर आएको थियो। नेप्सेलाई हेर्ने हो भने फेरि पनि मार्केट स्ट्रङ अप ट्रेन्डमा छ। लगातार तेस्रोचोटि दोस्रो संविधान सभाको चुनावमा पनि मार्केट अप ट्रेन्डमै देखिएको छ। यो गोलो सर्कलाको एरिया फेरि पनि चुनावको टाइम फ्रेम हो। चुनावको टाइम फ्रेमभन्दा अगाडि पनि मार्केटले हायर लोको सिरिजलाई कन्टिन्यू गरेको र जुन यो चुनाव चाहिँ एज अ ट्रिगर पोइन्टको रूपमा काम गर्यो त्यसपछि मार्केटले 121% को ह्युज र्याली दिएको हामीले देख्न सक्छौँ र यति मात्रै नभई चुनाव सकिसकेपछि पनि मार्केटले कन्टिन्यू हायर लोको सिरिज बनाउँदै 1888 मा 2016 मा टप लगाएको हामीले देख्न सक्छौँ। यसरी 2070 सालको चुनावले पनि यो बुल रनको लागि ट्रिगर पोइन्टको रूपमा एक्ट गरेको हामीले देख्न सक्छौँ। पाँचौं निर्वाचन थियो आम निर्वाचन 2074। मङ्सिर 10 गते आइतबार र मङ्सिर 21 गते बिहिबार गरेर दुईटा फेजमा यो निर्वाचन सम्पन्न भएको थियो। यो निर्वाचनको स्ट्याटिस्टिक्स हामीले यहाँ हेर्न सक्छौँ। टप 3 पार्टीमा एमाले पहिलोमा 121 सिट सहित, दोस्रोमा नेपाली कङ्ग्रेस 63 सिट र तेस्रोमा माओवादी 53 सिट सहित आएको थियो। चुनावपछि माओवादी र एमालेको गठबन्धनमा फागुन 3 2074 मा केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको थियो। यो चुनावपछि नेपालको नयाँ संविधानको फेडरल स्ट्रक्चरलाई फुलफिल गर्दै सातै प्रदेशमा पहिलो प्रदेश सरकार बनेको थियो। अब यहाँनिर नेप्से इन्डेक्सलाई हेरौँ। 1888 को टप लगाइसकेपछि मार्केट एउटा स्ट्रङ करेक्सनमा थियो। हामीले यो गोलो लगाएको एरिया दुईटा एरिया भनेको चुनावको टाइम फ्रेम हो। चुनावको टाइम फ्रेमभन्दा अगाडि यो पालि केही फरक प्याटर्न हामीले अब्जर्भ गरेका छौँ। मार्केटले अघिल्लो 3टा चुनावमा हायर लोको सिरिज बनाएको थियो भने यो पालि लोअर हाई र लोअर लोको सिरिज बनाउँदै कन्टिन्यू मेजर ट्रेन्ड पनि डाउन ट्रेन्डमा थियो भने माइनर टाइम फ्रेमको ट्रेन्ड पनि हामीले डाउन ट्रेन्डमा देख्न सक्छौँ लोअर हाई र लोअर लोको सिरिजमा। तर जुन यो चुनावको टाइम फ्रेम छ चुनावको टाइम फ्रेममा सानो एउटा स्विङ मार्केटमा आए पनि पछि फेरि मार्केटले आफ्नो ओरिजिनल ट्रेन्ड लोअर हाई र लोअर लोको सिरिज डाउन ट्रेन्ड नै कन्टिन्यू गरेको हामीले यहाँ देख्न सक्छौँ। यसरी 2074 सालको चुनावमा भने एउटा रिकभरी र्यालीको लागि मात्रै गएको हामीले देख्न सक्छौँ र मार्केटले आफ्नो मेजर ट्रेन्ड डाउन ट्रेन्ड नै पछि समातेको हामीले यहाँबाट देख्न सक्छौँ। आम निर्वाचन 2079। 2079 साल मङ्सिर 4 गते भएको यो निर्वाचनको स्ट्याटिस्टिक्स हामीले यहाँ हेर्न सक्छौँ। टप 3 पार्टिजहरूमा नेपाली कङ्ग्रेस पहिलोमा 89 सिट सहित, दोस्रोमा एमाले 78 सिट सहित र तेस्रोमा माओवादी 32 सिट सहित आएको थियो। र यो चुनावमा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो डेब्यू इलेक्सनमै 20 सिट हासिल गर्न सफल भएको थियो। चुनावपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो। नेप्सेको कुरा गर्ने हो भने यो टाइम फ्रेममा हामी कुन फेजमा थियौँ भन्दा हामी भर्खर 3227 को टप लगाएर मार्केट चाहिँ स्ट्रङ डाउन ट्रेन्डमा थियो। इलेक्सनको टाइम चाहिँ यो सर्कल लगाएको टाइम भयो। अब म अलिकति लोअर टाइम फ्रेममा आएँ, डेली टाइम फ्रेममा आएँ। डेली टाइम फ्रेममा हामीले हेर्न सक्छौँ जुन यो चुनावको टाइम पिरियड थियो
यो टाइम पिरियडमा मार्केट साइडवेजमा भएको कारणले हामीले कुनै पनि सिग्निफिकेन्ट र्यालिजहरू देख्न सक्दैनौँ। यो टाइम पिरियडमा नेप्सेले 1806 को लोलाई प्रोटेक्ट गर्दै साइडवेज मार्केटमा रेन्जिङ गरिरहेको हामीले देख्न सक्छौँ। इलेक्सनको जोनमा हामीले फोकस गरेर हेर्ने हो भने मार्केटले 6% को करेक्सन गरिसकेपछि 23% को र्याली दिएको थियो र यो र्यालीको टप छ 2277, यो नै साइडवेज मार्केटको टप पोइन्ट थियो। यसरी नेप्सेले 2079 सालको चुनावलाई रियाक्ट गरेको थियो। अब अहिलेको सिचुएसनमा मार्केटलाई हेरौँ है त। लङ्गर टाइम फ्रेममा हेर्ने हो भने मार्केटले हायर हाई र हायर लोको सिरिज बनाइरहेको हामीले देख्न सक्छौँ। मिडियम टाइम फ्रेममा हेर्ने हो भने मार्केट 3050 र 2445 को बीचमा साइडवेजमा रेन्ज गरेको हामीले देख्न सक्छौँ भने सर्टर टाइम फ्रेममा हेर्ने हो भने मार्केट हायर हाई र हायर लोको सिरिजमै भएको हामीले देख्न सक्छौँ। हामीले अहिलेसम्मको सबै चुनावमा मार्केटको रियाक्सनलाई हेऱ्यौँ। सबै पार्टीको सरकार बनेको पनि देख्यौँ, भत्केको पनि देख्यौँ। कहिले चुनावपछि मार्केट बढेको देख्यौँ, कहिले घटेको र कहिले साइडवेज पनि देख्यौँ। यसको मतलब हामीले चुनावको टाइममा मार्केटको सबै पोसिबिलिटीहरू देख्यौँ। यसले के कुरा थाहा भयो भने चुनाव मात्र हरेकचोटि मार्केट बढ्नु अथवा घट्नुको कारण नहुने रहेछ। यसमा लिक्विडिटी, इन्भेस्टर साइकोलोजी, इन्ट्रेस्ट रेट जस्ता थुप्रै फ्याक्टरहरू पनि इन्भल्भ हुन्छन् जुन हामीले यो भिडियोमा कन्सिडर नै गरेको छैनौँ। यसको लागि पछि फेरि कुनै भिडियोमा कुरा गरौँला। बरु एउटा महत्त्वपूर्ण प्याटर्न के देख्यौँ भने जब चुनाव अगाडि नै मार्केटले हायर हाई र हायर लोको सिरिज बनाउँदै जान्छ, त्यो टाइममा चुनाव एउटा बुस्टरको रूपमा आएको र जब मार्केटले लोअर लो र लोअर हाईको सिरिज बनाउँदै जान्छ, त्यो टाइममा सानो रिकभरी र्याली आए पनि पछि फेरि आफ्नो ट्रेन्डलाई कन्टिन्यू गरेको देख्यौँ। मार्केटलाई हेर्ने सबैको आफ्नै आफ्नै पर्सपेक्टिभ हुन्छ। त्यसैले त हरेक दिन अरबौँको ट्रान्जेक्सन हामीले देख्न पाउँछौँ। सबैको एउटै पोइन्ट अफ भ्यू भयो भने त मार्केटमा किन्ने कसले अनि बेच्ने कसले? आशा छ तपाईहरूको लागि यो भिडियो फ्रुटफुल भयो होला र कतिपय कन्फ्युजनहरू पनि क्लियर भयो होला। यस्तै रिसर्च बेस्ड, डेटा बेस्ड भिडियोहरू हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू फर यर टाइम। ह्यापी इन्भेस्टिङ, ह्यापी ट्रेडिङ।